हेलो गाइज वेलकम माई मिनी ब्लग। आज चाहिँ मैले रोटी र तरकारी खाने चाहिँ सोच गरेँ किनकि बाहिर पानी परिरहेको थियो, एकदमै चिसो मौसम थियो। मौसमको फाइदा त उठाउनै पर्यो होइन। अनि अब चाहिँ पर्दा सर्दा लाएर चाहिँ म चाहिँ आफ्नो काममा चाहिँ लाग्छु। अब रोटी खाने भनिसकेपछि त आटो त गुत्नै पर्यो। मेरो हातलाई चाहिँ थोरै सङ्घर्ष दिनै पर्यो होइन। 3-4 चम्मच राखेर चाहिँ मैले आटो चाहिँ गुत्न सुरु गरेँ। यसमा चाहिँ थोरै पानी राख्छु, कहिले गिलो पनि हुनसक्छ नि त। मलाई चाहिँ एकदमै जिरा मनपर्छ, त्यसमा चाहिँ थोरै जिरा पनि राख्छु। अब हजुरहरूलाई मनपर्छ कि पर्दैन मलाई थाहा भएन। अनि यो आटा चाहिँ रेडी भयो त थोरै गिलो भयो। अब यसमा चाहिँ मैले पिठो राख्नुपर्छ, नत्र मैले बेल्न सक्दिनँ। यो चाहिँ मेरो रुम। यति गरिसकेपछि मैले चाहिँ रोटी बेल्नलाई सुरु गरेँ। अब मेरो पिठो चाहिँ एकदमै गिलो थियो है। अब यो बेल्दाखेरि नेपालको नक्सा जस्तो पनि बन्नसक्छ। त्यो देखेर चाहिँ नहाँस्दिनु होला, किन भन्दाखेरि त्यसो बन्नुसक्छ कहिले कहिले बाई मिस्टेक होइन। तर बनेन, ठिकै बन्यो। हजुरले हाँस्न पाउनु भएन यसमा। जे होस् नेपाली नक्सा जस्तै बनेर गोलै बन्यो रोटी चाहिँ। अब रोटी चाहिँ पकाउनु पर्यो। एउटा रोटी पाक्यो, 2टा रोटी पाक्यो। अब तरकारी रोटी चाहिँ मेरो रेडी भइसकेको थियो। अब खाना बनाउँदाखेरि एकदमै किचन फोल्ड गरेरै खाना बन्ने कि मेरो फेरि। अनि फेरि एकछिन कोठासोठा सफा गर्छु मैले। फाइनल्ली गएर मेरो रोटी र तरकारी रेडी भयो। कस्तो भएको होला है, हेर्दाखेरि त मिठै देखिन्छ, खाँदाखेरि पनि मिठै हो।